खाडी मुलुकहरूमा घाँसको खेती यसरी भइरहेका छन्। तपाईँले हजुरहरूले यो भिडियोलाई राम्रोसँग हेर्नुहोस्। मैले जस्तो यहाँ घाँसको खेती भइरहेको छ त्यस्तै देखाइरहेको छु। आधुनिक तरिकाले किसिमले पाइप जडान गरेर बोरिङ मार्फत बोरिङको माध्यमबाट ट्याङ्कीमा पानी जम्मा गरी र यो घाँसको खेतीको बीचमा आधुनिक किसिमले पाइप जडान गरी यो घाँसलाई प्रत्येक दिन पानी दिइरहेको हुन्छ। तपाईँले यता सेतो ट्याङ्की देख्नुभयो, सेतो ट्याङ्की देख्नुहुन्छ। बोरिङबाट निकालेको पानीलाई यो ट्याङ्कीमा जम्मा गरिन्छ र त्यहाँबाट यो घाँसको बीचमा जडान गरेको पाइपमा पानी पठाइन्छ। पाइपको मेन स्विच खोलेपछि सबैतिर पानी सरर खुलेर जान्छ। अहिले पनि पानी दिइरहेको छैन, कुनै बेला पानी दिइरहेको भिडियो पनि म बनाउनेछु। हेर्नुहोस्, तपाईँले अहिले यहाँ एउटा पाइपलाई देख्न सक्नुहुन्छ। हेर्नुहोस्, यो पनि एउटा यो घाँसलाई पानी दिने पाइपको एउटा स्विच हेर्नुहोस्। यो स्विच खोलेपछि सबैतिर चारैतिर यो घाँसको मैदानमा पानी छरिन्छ। हेर्नुहोस्, पानीको स्विच हेर्नुहोस्। यसरी खाडी मुलुकहरूमा धेरैभन्दा धेरै हेक्टर जमिनहरूमा घाँसको खेती भइरहेको छ। यहाँका मान्छेहरूले कम्तीमा पनि एक ठाउँमा नेपालको हिसाबले भन्यो भने 60 रोपनी भन्दा जग्गामा घाँस खेती गरेको हुन्छ। कम्तीमा पनि 60 रोपनी। भनेपछि हजुरहरू आफैले विचार गर्नुहोस्, यहाँका मान्छेले कतिको घाँस खेती गरिरहेको रहेछ। र केही ठाउँहरूमा भनौँ या धेरै ठाउँमा नै यहाँ घाँसहरूलाई सुक्खा बनाउने प्रक्रिया पनि छ। घाँसलाई आधुनिक मेसिनको सहायताबाट घाँस काटेर घाँसलाई मेसिनबाट नै टक्क बनाइन्छ। जब हरेक दिन हरियो घाँसको साटो यहाँका कृषकहरूले सुक्खा घाँस पनि गाई, ऊँट, भेडा, बाख्रालाई खुवाउँछन्। हेर्नुहोस्, यहाँ हरियो घाँसहरू हेर्नुहोस्, झप्कै देख्नुहुन्छ। हजुरहरूले हेर्नुहोस्, राम्रोसँग हेर्नुहोस्। हरियो घाँसलाई वरिपरि रुखहरू छन् भने बिचमा यसरी घाँस खेती भइरहेको छ। यसरी खाडी मुलुकहरूमा अझै पनि यसरी
धेरैभन्दा हजारौँ हेक्टर जग्गामा घाँसको खेती भइरहेका छन्। यहाँ हरेक महिना, हरेक सिजन पुषमा फागुन चैत वैशाख हरेक महिनामा यसरी हरियो घाँस देख्न पाइन्छ। हेर्नुहोस्, एउटा कुरा के देखियो भने लगातार 3-4 वर्ष घाँस खेती गरेपछि 1 साल जति यहाँका कृषकहरूले त्यस घाँस खेती गरिरहेको जुन जग्गालाई 1 साल जति खाली राख्दो रहेछ। त्यसपछि फेरि पुनः 1 सालको पछाडि फेरि घाँस खेती गरिँदो रहेछ। मतलब 1 साल खाली राख्दो रहेछ। 3-4 सालको अन्तरालमा फरकमा 1 साल जति खाली राख्दो रहेछ। हेर्नुहोस्, यसरी हरियो घाँसहरू खेती भइरहेको छ। कम्तीमा पनि वर्षमा 4 पटक 3 पटक एउटै जमिनबाट घाँस काटिरहेका हुन्छन्। मानौ कुनै पनि ठाउँमा खेती भइरहेको घाँस छ भने त्यो घाँसलाई यहाँका कृषकहरूले कम्तीमा पनि 3 या 4 पटक काट्छन्। अब म भिडियोलाई बन्द गर्छु।